मेरो त सकल सुरत यस्तो भए पनि खानेकुरा चाहिँ म मिठो बनाउँछु है साथीहरू। ओह कस्तो मिठो भयो के थाहा तपाईँहरूलाई। अनि मैले आज रोटी र चिया अनि भटमास आलु साँधेको छु होइन। अनि त्यहाँबाट अनि भर्खर बोल्दैछु नि त, मेरो भोइस त खासै राम्रो त छैन होइन, त्यही पनि ट्राई गरेको। सुनिदिनु हेरिदिनु होला होइन। चिया भगभगी उम्ल्यो, मजाले चिया उम्ल्यो। आज धेरै दिनमा चिया हामी साह्रै चाहिँ चिया खाँदैनौँ होइन, धेरै सधैँ चिया खाँदैनौँ, कहिलेकाहीँ मात्रै खान्छौँ। आज अब रोटी खाएपछि चिया खाऊँ न त भनेर आज धेरै दिनपछि चिया बनाउँदैछु। अस्ति नै आमा बुवा यहाँ हुँदाखेरि चाहिँ चिया बनाउँथेँ, बुवा चिया खानुहुन्छ र चिया पाक्छ डेली। अब आमा बुवा नहुँदा चाहिँ चिया पाक्दैन क्या, कि त मेरो माइतीको मम्मी दिदीहरू आउनुपर्छ चिया पाक्नका लागि। अनि यहाँ मैले आलु र भटमास टमाटर काँक्रा के हालेर साँधेको छु चटपटे जस्तै होइन। अनि अब यहाँ यति यो ठिक पार्दैछु। अब आजदेखि केटाकेटीहरूको पनि स्कुल छुट्टी भएको है, अन्त खाजा त सबैले खानै पर्यो, नभए त अब छोरी बिहानै के अरे 5 बजे नै उठेर कोचिङ स्कुल ट्युसन सकेर आउँदा बेलुका 6:30-7 बज्थ्यो। अनि उसको लागि त्यस्तै खाजै भनेर चाहिँ स्पेसल चाहिँ केही बन्दैन थियो, खानासाना पाकिहालेको हुन्थ्यो, खाना खाइहाल्थ्यो। बाबु पनि 4:30 बजे आएर अब के छ त्यही खान्थ्यो। अनि मेरो बुढा पनि अब एक्लो बुढालाई अब जे पनि बुढाबुढी जे पनि खाइहाल्थ्यौँ हामी। तर अब सबैजना सबैजना घरमा भएपछि त छुट्टीमा सबैजना घरमै सबै पसार परिरहेका छन्, गर्मी छ यस्तो होइन। खलखली पसिना हुने गरी मैले रोटी चिया बनाएँ, आलु र भटमास साँधेँ। उसिनेको भटमास हो क्या यो, कोसे भटमास, मलाई साह्रै मिठो लाग्छ क्या यो चाहिँ। अनि साँधेँ बनाएँ, अनि बनाएर अनि हामी आमा छोराछोरी खाना बस्यौँ है। मेरो छोरा खाँदैछ, छोरी पनि घरिघरि मिलिक हेर्दैछ। अनि क्यामेरामा चाहिँ उसलाई आउनु मन लाग्दैन क्या फेरि मसँग चाहिँ, किन हो कुनि म नराम्रै भएर होला है बिचारो म त्यस्तो भनिदिएको मात्रै हो। मेरो छोरी पनि टिकटक बनाउँछ लुकी आफै चाहिँ, उसको खै के गर्छ है, केही छैन। त्यही त म खाँदैछु, म आफै पकाउँछु आफै खान्छु होइन। यहाँ चाहिँ म यस्तो गर्मी भए पनि म निकै आफूलाई निकै राम्री देख्दैछु क्या आज, मलाई चाहिँ रोटी पकाएर होला। अनि आज चाहिँ मेरो बुढा खाजा खान आउनु भएन होइन। अब बुढाको लागि मैले छुट्याएर राखिदिएको छु। हेर्नु न मैले चाटचुट सबै सकिसकेँ होइन। चिया पनि कस्तो मिठो भएको क्या, फेरि कति दिन भन्दा नि महिनामै खायौँ होला हौ चिया त हामीले। अनि अब म खाएर उठेँ है, खलखली हुने गरी अघि पकाएको थिएँ। अब यो पकाएर हात धोइसकेपछि अब यताउति गर्ने काम चाहिँ छोराछोरीको। अब म यिनीहरूलाई अराउँदैछु, खाँदैछन् यिनीहरू, अनाउँदैछु। नानीले सानाक पार्ने, भाँडासाँडा मस्काउने भन्दैछु, बाबुले अनि टेबलहरू पुस्ने बट्टाबट्टीहरू थन्काउने भनेर भन्दैछु दुईजनालाई। अनि उनीहरू लोटी एउटा हालिदिनु भन्दैछ, मेरो छोरालाई लोती भन्छ, रोटी भन्न नजानेर के गर्नु। आजलाई सक्यो।